आई मेकअप स्टार्ट गर्नुभन्दा अगाडि मैले आइरिसमा अप्लाई गरेको कन्सिलरलाई ब्लेन्ड गरेर सेट गर्दैछु। ब्लेन्ड गर्न चाहिँ अघि कन्सिलर ब्लेन्ड गर्न अप्लाई युज गरेको ब्रस नै युज गर्दैछु भने यसलाई लुज पाउडरले सेट गर्छु। सिग्लेमको इन्स्टा रेडी पाउडर दुओको लुज पाउडर साइडको पाउडर युज गरेर सेट गर्छु। सेट गर्दैछु आइलिड्सलाई। म आई मेकअपको लागि चाहिँ मैले यो ब्युटी क्रिएसन्सको आई ब्लुम भन्ने प्यालेट लिएको छु। फर्स्टमा चाहिँ म यो फ्लोरेट भन्ने सेड लिन्छु। I'm using it as a transition shade. हैन यो लिली भन्ने सेड लिँदैछु चाहिँ यस्तो सानोवाला ब्रस लिएर सेड पर्पल सेड छ यसमा अप्लाई गर्दैछु मेरो यो इनर एरियातिर। सफ्ट स्मोकी टाइपको आईलाइट क्रिएट गर्दैछु मैले यहाँ। यो चाहिँ भयो पर्पल म्याट स्मोकी लुक। डे इभेन्टको लागि चाहिँ यतिकै गर्दा पनि हुन्छ, फिनिश गर्दा पनि हुन्छ। बट इफ यु वान्ट टु गो फर नाइट लुक, नाइट पार्टी लुकको लागि चाहिँ यु क्यान एड सिमर अन द सेन्टर। लेट मी शो यु। म सिमर पनि अप्लाई गर्दैछु। त्यसको लागि सिमर चाहिँ मैले यही ब्युटी क्रिएसन्सकै प्यालेटबाट लिँदैछु। यो ब्लस भन्ने लाइट पर्पल टाइपको यो लिँदैछु। ब्लस भन्ने आइलिड्सको सेन्टरमा अप्लाई गर्दैछु फिङ्गर टिप्स युज गरेर। अर्को कुनै पनि शेड नभएको औँलाले चाहिँ ब्लेन्ड गरिदिन्छु। देन आई पनि सक्यो भन्दा पनि हुन्छ। अब आइलाइनर सिन्स मेरो चाहिँ ल्यास एक्सटेन्सन भएको भएर आइलाइनर चाहिँ म खासै अप्लाई गर्दिनँ। मैले जस्ट अगाडिको खाली पार्ट र पछाडि विङ्स मात्र क्रिएट गर्दैछु। अलिकति माथिबाट लगेर त्यसमा जोडेर ट्रायङ्गल फर्म गरिदिन्छु। हाफ विङ भन्दा पनि मैले चाहिँ यो ल्यासेसको यो एक्सटेन्सन ल्यासेसको एन्डिङ पार्टबाट मात्र विङ्स क्रिएट गरेको छु। मैले जुन एक्सटेन्सनको यहाँनिर एन्डिङ छ यहाँबाट चाहिँ खाली भएको भएर सो यसलाई कन्टिन्युएसन देखोस् भनेर लाइनर बनाएको छु, लाइन तानेको छु। र line only. फक्सी लाइनर तानेपछि चाहिँ मेरो आँखा राउन्डबाट हल्का इलङ्गेटेड टाइपको देखिन्छ। फक्सी लाइनर त यो पर्पल सेड लिएर आउटर कर्नरमा थोरै स्मच गरिदिन्छु। एक्सटेन्सन भएको भएर म माथिको ल्यासेसमा चाहिँ मस्कारा अप्लाई गर्दिनँ, ओन्ली लोवर ल्यासेसमा मात्र अप्लाई गर्नेवाला छु। ब्युटी क्रिएसन्सकोबाट जुन अप्लाई गरेको ब्लस सिमर सेड छ त्यो नै अप्लाई गर्दैछु। यस्तोवाला फ्ल्याट सेडर ब्रस लिएर त्यसको टिप्समा पिक गर्छु र यो विङ जुन चाहिँ फक्सी लाइनर छ त्यसको मुनितिर अप्लाई गर्दैछु। होइन अब चाहिँ म यो ब्लेन्ड गर्दैछु ब्रसले। र यसलाई सेट गर्नको लागि चाहिँ म ब्रसमै सेटिङ स्प्रे गर्दैछु र एकदम लाइटली ड्याप ड्याप गरेर सेट गर्दैछु। लिगन ब्युटीको प्रोफेसनल भोल्युम मस्कारा युज गर्दैछु लोवर ल्यासेसमा। And so the foxy eyeliner look is done. Soft smoky eye with foxy eyeliner. And guys, this is the finished makeup look. Hope you all like this video. Tutorial last summer here. Thank you so much for that. I'll see you all in my next video. Till then, keep on watching and keep doing makeup. Bye bye.